खाँदैन हो किन हो त्यस्तो चिया खान्छ त्यसैले लिएर रन्किहाल्थे नि हो त है साँच्ची के कुरा गरे होला है मैले तिरेको त त्यता जान्छ नि त अब चटपटी चटपट खायो भने पनि जान्छ हो अनि मलाई पिर लाग्छ अनि त्यसले कति असर गर्छ कि त्यो जुन खाने चिजसँगै जान्छ नि त लिपस्टिक त्यसले असर गर्दैन त्यो लाउने चिजै होइन नि होइन र हामी त्यो सोचभन्दा ठ्याक्कै विपरीत छु है जमाना खराब छ नि त भाइले यार मान्छे भन्दा ठुलो साइकल चढाएको छ है तिमी फुल के दिया हो के त्यो होइन हेलो गाइज वेलकम छ यो मेरो अर्को नयाँ भ्लगमा आज चाहिँ हामी फर्पिङतिर घुम्न जाँदैछु यो चाहिँ पार्ट 2 हो है पुरानो प्यासेन्जर हो भिडियो चाहिँ नयाँ खोइ कता हो ल है मैले देखिसक्यो त्यो दिदीलाई हाम्रो राइनी म्याडम चाहिँ खै त मुना र तपाईसँगै आउनु भएन ल नामै थाहा डिप्रेसन कता कता हो रे कता अगाडि ल जाउँ ल ल आउनु हो आउनु खाना त खानुभयो ऊ त्यहाँ छ त्यो दाइ आउँछ एकैछिन ल तपाईँको नाम पनि थाहा रहन्छ नि त्यो दिदीलाई यमुना हो भन्दै थियो नाम पनि ओहो दिदी के हो रिसाउनु भयो होला है त्यस्तै लाग्यो मलाई त खाना खाएरै आउनु भयो छैन किन शनिबार त म त खाँदैन हो किन हो त्यस्तो चिया खान्छ खाना खान्न जुनकिरी मेरो नाम थाहा छैन फेरि जुनकिरी त्यो दिदीलाई त उहाँ लगेर छोड्या रहेछ होइन अनि कसले सोध्यो नि मेरो नाम फेरि कसले हो पठुवाले भन्छ त्यो अर्कोले भन्छ कि बोयफ्रेन्डले ल्याएर छोड्या हो तपाईँलाई बोयफ्रेन्डले ल्याएर छोड्या त होइन नि बोयफ्रेन्ड त्यसैले लिएर रन्किहाल्थे नि बात त सही हो त है साँच्ची के कुरा गरे होला है मैले तिरेको त त्यता तपाईँको के शनिबार व्रत किन अनि शनिबार कहिले खाना खानुहुन्न भन्छ शनिबार किन खाना खानु मनै हो अनि मार्क्स लिनुपर्ने रहेछ ठिक छ अब एक ठाउँमा रोकौँला नि हुन्न ला हो केटा मान्छे त्यस्तो ब्यागस्याग पनि छैन ब्याग बोकाउँ न भनेको फुललाई भन्यो अनि भिड्ने बेला अनि लिपस्टिक बोक्नु पर्छ नि लिपस्टिक बोक्नु पर्छ नि भनेको बिचरा जान्छ नि त अब चटपटी चटपट खायो भने पनि जान्छ हो अनि मलाई पिर लाग्छ अनि त्यसले कति असर गर्छ कि त्यो जुन खाने चिजसँगै जान्छ नि त लिपस्टिक त्यसले असर गर्दैन त्यो लाउने चिजै होइन नि होइन र मेरो के हुन्छ उठ्छ खान्छ रुम जान्छ अनि नानी स्कुल पुऱ्याउँछ आउँछ अनि सुत्छ पसलमै सुत्छ म हो ठिकै छ त धन्न बेकार हुन्छ सुतेर बस्छ त्यहाँबाट बेकार हुन्छ होला मान्छे आउँदैन होला नि त नि होइन अनि भइगयो त अब कम्पिटिसनको जमानामा त्यस्तै हो कि एउटा मात्र पसल भएको त्यस्तो नि पाप सोच्ने हो भने त्यस्तो नि पाप सोच्ने हो
अबि सोच त कस्तो कस्तो आउँछ हाम्रो हामी त्यो सोचभन्दा ठ्याक्कै विपरीत छु है। जमाना खराब छ नि त। हामी जस्तो सोच त यो ठाउँमा कोही छैन होला। भाइसन कुछ ज्यादा नहीं हो गया ये? के सोचे होला हो, जमाना त खराब छ त्यो हो मान्नुपर्छ होइन, तर हामी त्यो समूहमा परेन है। राइनीले के भन्छ है। राइनीले ला साँच्ची लिपस्टिक हराउने भयो नि त नि। म त गलो नि। म त गलो नि। गल्यो बाइकमा बसेरै गल्यो रे। ल यहाँसम्म आछु के यहाँसम्म होइन अहिले अगाडि बल्खु मेरो छ्यामाले के खोज्नु चाहिँ ल्यायो यो बाटो मलाई बिना सित्तीमा। हो कहिले आउनु भएको थियो? 2-3 वर्ष अगाडि। ए कम्ती हिँडायो त्यसको बाइक। हो यस्तो डन्डलपुरमा घाममा पैसा छ, सब छ, पैसा छैन केही छैन हो। अब यो संसारै त्यस्तै छ त अनि पैसा कहाँ फल्छ होला हो। अस्ति बियर खाएको दिन त चिलमै प्लात्तै भइहाल्यो। त्यो दिदीलाई ठिक त छ नि, त्यो दिदी खुसी त हुनुहुन्छ नि? घुम्नु भयो त कति खुसी हुँदै परे हो। ल ठ्याक्कै खोल्यो अब। मैले धन्न थियो। हाम्रो दिदीले चेस्टमा के हो चेस? त्यो मार्क्समै सबै लाग्छ हो लिपस्टिक लगोस् के बरु हो। त्यसो भए बोकेको छु हो र लाउनु बरु पैसा बोकेको छु लिपस्टिक बोक्स। लिपस्टिक त गोजीमा राखेर ल्याउनु पर्थ्यो नि त नि। ल्याएको छु के खस्छ भनेर कम्ती पिर लागिरह खस्सिन्न हो। अस्ति त के हो गफ लाउँदै थियो त अनि तपाईँ लिपस्टिक सिपस्टिक के भन्दै थियो? हजुर लिपस्टिक के लाउँदिन कि के भन्दै थियो होइन तपाईँले? लाउँछ हो, लाउँछ है। बहुत रिस उठ्छ। राम्री देखेरै हेरे हो के तपाईँलाई? होइन जे पाइदिएछ होइन राम्री नभए त किन हेर्थ्यो होला र? यस्तो हुन्छ अरे के छोरी मान्छेहरूलाई, अब आफूभन्दा अलि राम्री कोही मान्छे देख्यो भने दाह हुन्छ अरे के? मलाई त त्यस्तो लाग्दैन हो। अनि त्यहाँ लगिदिएको थियो। कता यतै हो र भाउजू बस्नु नि? होइन उता कता उता? के अरे मङ्गलबारी। ए मक्कलबारी। त्यहाँ लगिदिएको थियो। अनि भोलिदेखि स्कुल थियो, भोलि भन्दा पनि पर्सिपल्टदेखि स्कुल थियो। अनि आज बेलुका लिनु गएको थिएँ शुक्रबार लिनु गएको। अनि यस्तो पठाउमा गफ गर्दै गयो है सामागोसी चोकबाट। अनि त्यो चाहिँ आर्मी रहेछ पहिला, अनि त्यो आर्मी छुटाएर अनि पठाउ गऱ्यो अरे। अनि त्यो बोल्दै गयो। अनि कस्तो राम्रो केटी देख्यो क्या मैले। ए तपाईँले? अनि कस्तो राम्रो केटी भनेको। अनि त्यसले त मलाई के भन्यो, तपाईँ त केटी मन पराउने जात हो कि क्या हो भने त्यो भनेको त है। होइन नि यहाँ सुन्नु न, केटीलाई मन पराउँदैन होइन, केटालाई हो कि इन्ट्रेस्ट गर्ने र। अनि मैले त देख्यो के हो भनेको। अनि हाँस्यो। अनि नभन्नु जस्तो नदेख्नु ल, मेरो त छोरी छ भनेको। ए बिहे पो गरेको भनेर। अनि त्यसपछि के भन्नुभयो त? अनि त केही पनि भनेन। अनि म त अनम्यारिड हो यहाँ भनेर मस्किँदै थियो। पुगी त गयो हो। त्यस्तो मस्किदिने तपाईँ? अनि म त मस्केन, छोरी छ भन्यो नि त। त्यो केटा पो मस्किरहेको थियो। त्यो मस्किँदै म त अनम्यारिड हो भन्दै थियो। लु है त ऊ भनेर म पनि गयो। किन हो? किन फोन आएको गर्छ है क्या हो? ह्यान्डसमहरूको तपाईँको के अरे युट्युबमा पनि राम्रो भ्युज गइरहेछ नि। अब हामी जस्तो सानो मान्छेको लागि राम्रै भ्युज भनौँ न साँच्ची। मेरो नानीले तपाईँको मामु तपाईँ त्यो भ्लगरसँग गएको त्यस्तो बोलेको भ्लगरसँग भनेर सोधखोज निधि गरिरहेको। आजको नि राख्छु नि म युट्युबमा। तर यस्तो नराम्रो त काटी पठाउनु है। अगाडि चाहिँ जाम न भक चलायो भने जस्तो छ त दाइले त त्यस्तै होला है। बोल्नु ठाउँ पायो भने त प्रशस्तै बोल्छ क्या। म खत्रै हो नि मान्छे, कडा हो नि, जे भयो नि राईको छोरी हो नि। त्यहाँ हेर्नु न कस्तो राम्रो जस्तो हुनु पऱ्यो क्या। त्यही भने होइन, राईको बोली भने पक्का हुन्छ नि त होइन र? म त के भन्छ नि मेरो कुरा छोडिदिनु न।
2,000 years later. ल गाइस हामी चाहिँ पुग्यो है हाम्रो गन्तव्यमा। दिदी तपाईँलाई बोक्न गाह्रो भए भइदिनु म बोक्छु। झुनाइदिनु नभए। सुशील न तिमी बोक। गर्मी छ है हजुर। छ्या बच्चा जस्तो कुरा गर्छ है। तपाईँ कहाँ कुरा रे? यहाँ तलसम्म पुग्छ हुन्न? मजाले यता हेर्नु त लिपस्टिक त गयो त छैन गएको छैन हो के जुम हो। ओ सुशील याक्नु भयो यस्ता मान्छेहरू। ल आउनु जाउँ तपाईँहरू नडराउनु के जाउँ हामी पछाडि बस्नु जाउँ। यहाँसम्म आएर नि अनि यो पुलमा घुमेन भने त अम्बो मलाई डर लाग्यो। यस्तो छ हालत। ल हाम्रो मान्छे यहाँ डराएर यता नाप्छ। झन् तलतिर नहेर्नु न। ओए सुशील यहाँ हेर्नु त ओए सुशील लाउनु के उठ्नु आयो त्यही भनेको बुवा मैले नि। हो त्यही भने आकाशतिर पो हेर्ने हो त होइन बुवा? अब त नजिक पुग्यो है डराउनुहुन्न। के साँच्चै डराउनु भयो? यो वारीबाट पारी गाउँ जाने बाटो रहेछ अनि होइन बुवा? ए हो र कति टाढा छ? ए हजुर यतै बस्नु नि? होइन म पनि घुम्ने ए तर म दिनको एक टाइम आउँछु है। ए यता होइन हिँड्नु नि पर्छ। म टाउदा हो मेरो घर। हजुर ए वहाँदेखि तपाईँ हिँडेर आउनुभयो? होइन भन्नेसम्म बसमा आउँछु। हजुर हजुर ए त्यहाँबाट हजुर वहाँ पुगेर फेरि यही बाटो हिँडेर अनि बसबाट फेरि बसबाटै हुन्छ। हिँड्नुपर्छ बुवा अब हिँड्नुपर्छ हो नि। म अरूको लागि हिँडेँ होइन हो बुझेँ मैले। ल बुवा ल बिस्तारै हिँड्नु। हजुर कति चाँडै हिँड्न सक्नुहुन्छ? हामी त सक्दिनँ। A few moments later. हाँसे हो यता हाँसेरै गर्मी भयो। बरु त्यो भाइले यार मान्छे भन्दा ठुलो साइकल चढाएको छ है। तिमी फुल के दिया हो के त्यो होइन? गजब बेइज्जती है। हो कि ल ल ठ्याक्क मिलिरहेछ हो यता। सुरुमै मै देखाइदिनु। हेलो ल गाइस हामी चाहिँ होइन मास्तिर फर्पिन डाँडाको लप डाँडा घुमेर फर्किँदैछौँ। यता हाम्रो दुईजना एकदम लजालु लजालु एकदम ब्युटिफुल म्याडमहरू होइसिन्छ। यता हाम्रो एकदम ह्यान्डसम ब्रदरहरू होइसिन्छ।
होइन अनि यता भाइ पनि छ यहाँ यता हाम्रो उल्लु भाइ पनि हुनुहुन्छ गजब बेइज्जती है। सबै गाइस म पनि छु है यतै अनि अब हामी चाहिँ फर्किँदैछौँ अब हामी यहाँदेखि टक्क लाएर कहाँ जान्छ हाइड्रोजन पावरमा पावर फिट गर्न जान्छौँ जल्दी से जल्दी फोकस करो हाँ सही मिठो ऊ ठीक हो नि चुप कति हेपेको उल्लुको पट्टे भने डल्लीको भाउ कति छ थाहा लाम्चो खुर्सानीको भन्दा डल्लो खुर्सानीको भाउ कति छ गाइज भनौँ ल छैन खाएको भए पो खै यहाँ त म त खाने दिन पनि एक दिन आउँछ पिरो पिरो ल हाम्रो दिदी हाम्रो नयाँ भ्लगर दिदी होइन त के अरे हजुरको नाम मेरो नाम सामु समु भन्नु न सामु हो ल बाख्रा बोकाले नि खान्छ त हौ बोकाले नि खान्छ नि होइन र यो मान्छे लगाइस हामी अब चाहिँ फर्केको होइन त तर दामी छ है माइक भए जस्तो हुन्न यो ओ यमुनाजी खत्रै फुल लिनु भएको रहेछ त नि कता लिनुभयो आमा को हो त्यो त्यस्तो भाग्यमा नि हल्लाइ नि त्यो हल्लिएको फिल गर्नु भएन नि त नि ओ ल दामी छ है यो त्यो कस्तो यार त्यो केटीहरू छ्या उमेर हेर्दा बुढेसकाल काम भने उटपट्याङ बच्चाहरूको जस्तै उयोलाई सोध्नु पर्दै क्या कसलाई छ्या छोरा मान्छेले त मलाई त यस्तो अब जस्तै मलाई सुच्यापिरहेछ भने मलाई कसम आउँदैन कि यस्तो ठाउँमा तर त्यतिको चाहिँ हुनुपर्छ क्या मान्छे भएर लजाएर कामै हजुर हामी बालाजु कहाँ आयो बालाजु आइपुग्नु यहाँ यो ढुङ्गेधारा वनस्थली किन कहाँ आइपुग्यो भन्नु त ए केटा हो बाटो छोडिदेऊ न यार केटा हो कि केटी हो यो मैले जे जानो त्यही बोल्नु उठ्यो अलि अगाडि साइड लगाइदिनु ल आउँछ होला यहीँनिर अब कता तरकारी लिएर जानु नि खै खै हो